2 TB स्टोरेज फर फ्री। अब हजुरले क्लेम गर्न सक्नुहुन्छ 2 TB स्टोरेज कसरी है त, यु हेभ बिन भेरिफाइड भनेर आउने हुन्छ। यो वाला अफर चाहिँ हजुरले क्लेम गर्नुपर्ने हुन्छ है त। सो कसरी क्लेम गर्ने भनेर यो भिडियोको एन्डसम्म हेर्नुभयो भने सबै थाहा हुन्छ। हे गाइज, वेलकम टु माई न्यू भिडियो है त। सो आजको यो भिडियोमा चाहिँ मैले हजुरलाई कसरी हजुरले आफ्नो गुगल अकाउन्टलाई अपग्रेड गर्न सक्नुहुन्छ भनेर सिकाउने हुन्छु है। सो अपग्रेड भन्नाले हजुरले पे गर्नुपर्ने हुन्थ्यो पहिला चाहिँ हजुरले अपग्रेड गर्नको लागि है, बट अहिले चाहिँ हजुरले 1 मन्थको लागि चाहिँ जसले पनि सिकाइरहेको छ, बट म चाहिँ हजुरलाई आज 1 इयरको लागि कसरी हजुरले फ्रीमा लाइक 2 TB स्टोरेज पाउन सक्नुहुन्छ त भनेर सिकाउने हुन्छु है त। सो हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने सो मेक स्योर टु सब्सक्राइब अनि लाइक बटन थिचिहाल्नुहोस् है त। अनि केही कन्फ्युजन्स भयो भने लाइक बिचमा केही कन्फ्युजन भयो भने मेक स्योर टु ड्रप 1 कमेन्ट है त। केही कन्फ्युजन भयो भने कमेन्टमा भन्नुहोस्, आई विल ट्राई टु सल्भ है त। सो यो भिडियो यदि हजुरले लास्टसम्म हेर्नुभयो भने है हजुरको सबै प्रब्लम सल्भ हुन्छ है। यो रिलेटेड यो लाइक कसरी चाहिँ आफ्नो अकाउन्ट अपग्रेड गर्ने भनेर हजुरलाई सबै आइडिया हुन्छ है। सो मेक स्योर टु वाच दिस भिडियो टिल देन है त। यो अफर क्लेम गर्नको लागि हजुरसँग फरेनको आइडी कार्ड हुनुपर्छ है। यो चाहिँ स्टुडेन्ट्सहरूको लागि हो। सो हजुरसँग फरेनको आइडी कार्ड हुनुपर्छ। सो त्यसको लागि हजुरले सिम्पली च्याट जिपिटीमा गएर एउटा प्रम्प्ट दिन सक्नुहुन्छ। मैले यहाँ दिएको प्रम्प्ट जस्तो हजुरहरूले पनि लाइक आफैले मोडिफाई गरेर एउटा प्रम्प्ट दिन सक्नुहुन्छ है। सो यो प्रम्प्ट दिइसक्नु भएपछि चाहिँ हजुरलाई त्यो त्यहाँनिर उसले प्रम्प्टहरू दिन्छ, च्याट जिपिटीले हजुरलाई प्रम्प्टहरू दिने हुन्छ। त्यो प्रम्प्टहरू युज गरेर चाहिँ हजुरले जेनेरेट गर्न सक्नुहुन्छ के, त्यो आइडी कार्ड जेनेरेट गर्न सक्नुहुन्छ। सो यो हेर्नुहोस् है त कसरी चाहिँ जेनेरेट गर्न सकिन्छ। यो वाला वेबसाइटमा जानुहोस् है। वेबसाइटको लिङ्क हजुरले देख्न सकिरहनु भएको छ है। यसमा चाहिँ वाटरमार्क आउने हुँदैन। सो मैले चाहिँ यो युज गरेको न्यानो बनाना भन्दा यो राम्रो लागेर। सो हजुरले यो वाला वेबसाइटमा गएर अनि विस्कमा क्लिक गर्नुभयो भने अनि यो इमेज एफएक्समा गएर क्लिक गर्नुभयो भने त्यो अघिको त्यो प्रम्प्ट छ नि, त्यो प्रम्प्ट चाहिँ लगेर विस्कमा गएर अनि त्यो प्रम्प्ट दिनुभयो भने हजुरहरूको लागि एउटा आइडी कार्ड चाहिँ जेनेरेट हुने हुन्छ है त। हजुरहरूलाई अझै सजिलो बनाउनको लागि चाहिँ मैले एउटा लिङ्क यो भिडियोको डिस्क्रिप्सनमा पनि दिने हुन्छु। त्यहाँबाट नै हजुरले फर्मेट हेर्न सक्नुहुन्छ कसरी आइडी कार्ड बनाउने भनेर है। सो हजुरले रिसर्च गर्न सक्नुहुन्छ मार्केटमा अनि एउटा युनिभर्सिटीको आइडी कार्ड बनाउन सक्नुहुन्छ है त। किनभने यो अफर चाहिँ स्टुडेन्टहरूको लागि रहेको छ है, एजुकेसनल पर्पजको लागि रहेको छ। सो हजुरहरूले त्यही अनुसार नै बनाउनु पर्ने हुन्छ है त। सो यो भिडियोमा देख्न सक्नुहुन्छ हजुरले यहाँ आइडी जेनेरेट भइरहेको छ है। यो आइडी जेनेरेटको लागि चाहिँ प्रम्प्ट दिएको छ अनि एउटा फोटो जेनेरेट भएको छ। हजुरले यसरी नै एउटा फोटो जेनेरेट गर्न सक्नुहुन्छ है। सो आफ्नै राख्नुपर्छ भन्ने छैन, हजुरले एउटा फोटो जेनेरेट गर्न सक्नुहुन्छ। अनि फोटो जेनेरेट गरिसक्नु भएपछि सिम्पली त्यसलाई एउटा सिम्पल नेममा सेभ गर्न सक्नुहुन्छ। सिम्पल नेममा सेभ गरिसक्नु भएपछि हजुरले क्यानभामा आएर हल्का एडिट गर्न सक्नुहुन्छ है त। सो क्यानभा चलाउन त हामी सबैलाई आउँछ नै होला है। यदि आउँदैन भने चाहिँ हजुरहरूको लागि मैले लाइक डिस्क्रिप्सनमा एउटा लिङ्क दिएको हुन्छु, त्यसलाई हेरेर हजुरले जुन एप्लिकेसन युज गरेर जुन सफ्टवेयर युज गरेर पनि एउटा यसरी नै बनाउन सक्नुहुन्छ है त। सो यसमा चाहिँ लास्टै सजिलो हुन्छ। सो त्यही भएर यसरी बनाउन सकिन्छ है। सो सिम्पली यहाँ राख्ने अनि त्यहाँ भएको नेम एडिट गर्ने है। नेम एडिट गर्ने हजुरको सबै रेडिमेड नै छ, अरू है केही गर्नु परेन। हजुरको त्यो जेनेरेट भएकोमा आफ्नो नेम राख्नु पऱ्यो पहिला त। अनि त्यसपछि हजुरले त्यो पछाडिको 3टा डिजिटलाई चेन्ज गर्न सक्नुहुन्छ। सिम्बल नम्बर भन्न पनि सकिन्छ, एसएन नम्बरलाई यो चेन्ज गर्न सक्नुहुन्छ। पछाडिको थोरै धेरै चेन्ज देखिनु भएन, अलिकति चेन्ज गर्न सक्नुहुन्छ। अनि चेन्ज गरिसक्नु भएपछि सिम्पली त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ है त। सो डाउनलोड गरिसक्नु भएपछि चाहिँ हजुरले यो वाला पेजमा आएर यहाँनिर लाइक त्यो कन्ट्री सेलेक्ट गर्न सक्नुहुन्छ। कन्ट्री चाहिँ युनाइटेड स्टेट्स राख्न सक्नुहुन्छ। यदि हजुरले यो वाला आइडी युज गर्नुभएको छ भने चाहिँ युनाइटेड स्टेट्स राख्न सक्नुहुन्छ है। अर सिम्पली अरू युनिभर्सिटीको पनि आइडी जेनेरेट गर्नुभएको छ भने चाहिँ सिम्पली गुगलमा जाने अनि सर्च गर्ने यो युनिभर्सिटी कता छ भनेर सर्च गर्ने अनि त्यही अनुसार हजुरले राख्न सक्नुहुन्छ है त। सो मैले चाहिँ लाइक लन्डनको यो आइडी युज गरेको भएर सिम्पली यो नै राखेको हुन्छु लन्डनकै। अनि लन्डनको राखेर लाइक यो भिडियो हजुरले राम्ररी हेर्नुभयो भने यु गाइज क्यान लाइक फिगर आउट है त कसरी गर्न सकिन्छ भनेर। अनि हजुरले मेल पनि बनाउन सक्नुहुन्छ। यदि हजुरलाई यो युनिभर्सिटीको मेल इडियु मेल बनाउन आउँदैन भने चाहिँ त्यसको लागि पनि मैले अलरेडी एउटा भिडियो बनाइसकेको छु। हजुरले मेरो युट्युब च्यानलमा भएको त्यो VO3 को भिडियो हेर्नुभयो भने त्यहाँ मैले सिकाएको छु कसरी हजुरले जेनेरेट गर्न सक्नुहुन्छ भनेर। त्यो VO3 को भिडियो हेर्नुभयो भने त्यसमा पनि छ है। त्यसपछि हजुरले लाइक भेरिफाई गर्न सक्नुहुन्छ। सजिलै भेरिफाई हुन्छ गाइज है। बट केही कुराहरू चाहिँ याद राख्नुपर्ने हुन्छ, जस्तै हजुरले VPN युज गरेको हुनु पर्यो। अनि VPN युज गरेको हुनु पर्यो। त्यसपछि लाइक हजुरको त्यो
कि भने हजुरले के गर्न सक्नुहुन्छ भनेदेखि VPN युज गरेर एउटा नयाँ इमेल आइडी नै क्रिएट गर्न पनि सक्नुहुन्छ है। त्यस्तो गर्नुभयो भने चाहिँ हजुरलाई लाइक त्यो इस्यु फेस हुने हुँदैन कि धेरैजनालाई चाहिँ अहिले इस्यु फेस हुनसक्छ। कस्तो इस्यु भन्नाले लाइक अफर हेज एन्डेड कि त अनि त्यो एरर आइदिने क्या लाइक युज युर ओरिजिनल डिभाइस त्यस्तो टाइपको इस्युहरू आइरहेको हुन्छ। सो त्यसलाई ओभरकम गर्नलाई चाहिँ हजुरले VPN युज गर्न सक्नुहुन्छ है त। न्यू आइडी बनाउन पनि सक्नुहुन्छ और इमेल बनाउन पनि सक्नुहुन्छ। त्यसपछि यो फाइनल स्टेप भनेको चाहिँ हजुरले यसमा आफ्नो लाइक डलर कार्ड लिङ्क गर्नुपर्ने हुन्छ है। किनभने यस्तो हुन्छ कि हजुरले डलर कार्ड लिङ्क गरिसक्नु भएपछि चाहिँ यो 12 मन्थ्सको अफर हजुरले क्लेम गर्न सक्नुहुन्छ अनि त्यसपछि चाहिँ हजुरको चार्जेस काट्ने हुन्छ क्या। सो चार्जेस नकाट्नको लागि चाहिँ हजुरले सिम्पली त्यसलाई क्यान्सल गरिदिन सक्नुहुन्छ। सो केही पनि भएन, हजुरले सिम्पली पहिला आफ्नो कार्डले लिङ्क गरेर हजुरले अफर क्लेम गर्न सक्नुहुन्छ अनि त्यसपछि हजुरले पेमेन्ट एन्ड सब्सक्रिप्सनको पेजमा गएर त्यसलाई क्यान्सल पनि गरिदिन सक्नुहुन्छ है त। त्यसमा केही भएन, हजुरले यो वाला अफर क्लेम मजाले गर्न सक्नुहुन्छ है। 1 मन्थको अफर क्लेम गर्न पनि यसरी नै हो गाइज। फर्स्टमा हजुरहरूले आफ्नो लाइक त्यो डलर कार्डको त्यो भिजा कार्ड डलर कार्डको इन्फो दिने अनि त्यसपछि 1 मन्थको लागि क्लेम गर्ने अनि पेमेन्ट एन्ड सब्सक्रिप्सनमा गएर त्यसलाई क्यान्सल गर्ने। यसको बारेमा हजुरलाई केही कन्फ्युजन छ भने हजुरले लाइक मलाई रिच गर्न सक्नुहुन्छ, तल कमेन्टमा लेख्न सक्नुहुन्छ। केही कन्फ्युजन छ भने म त्यसको एन्सर गरिदिने हुन्छु है त। सो यो भिडियो धेरै लामो हुन्छ भनेर चाहिँ मैले एकदम सर्टली एन्ड गर्नको लागि हजुरहरूलाई लाइक फुल्ली के स्टेप बाई स्टेप चाहिँ बनाएको छैन। बट यदि यो भिडियो हजुरले हेर्नुभएको छ भने चाहिँ हजुरहरूलाई केही पनि प्रब्लम चाहिँ हुँदैन है त। सो गाइस यति नै हो।